रोकिनुहोस्, बस एकछिनका लागि रोकिनुहोस्। अहिले तपाईँ जे गर्दै हुनुहुन्छ त्यो सबै केही छिनका लागि छोडिदिनुहोस्। यदि तपाईँ भिडमा हुनुहुन्छ भने हेडफोन लगाइदिनुहोस्, किनकि आज म तपाईलाई जुन कुरा सुनाउन जाँदैछु त्यो तपाईको जीवनको सबैभन्दा गहिरो, सबैभन्दा कठोर र सबैभन्दा पीडादायक सत्यसँग जोडिएको छ। यो कुनै धार्मिक प्रवचन होइन, यो कुनै मन्दिरको घण्टीको आवाज होइन, र यो त्यस्तो मीठा शब्दहरू पनि होइनन् जो 10 मिनेट सुनेपछि मानिसले बिर्सिदिन्छ। यो गरुड पुराणको त्यो सत्य हो जो हजारौं वर्षदेखि बन्द पुस्तकहरूभित्र गाडिएर बसेको थियो। त्यो सत्य जसलाई धेरै पण्डित र विद्वानहरूले सामान्य मानिसहरूलाई कहिल्यै खुला रूपमा बताएनन्, किनकि यो सत्य सुनेपछि मानिस भित्रैदेखि टुट्न सक्छ, बिखर्न सक्छ। तर यदि उसले यो सत्यलाई सही रूपमा बुझ्न सक्यो भने सायद फेरि आफैलाई जोड्न पनि सक्छ। आज म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु, त्यस्तो प्रश्न जुन धेरै कम मानिसले सोध्ने हिम्मत गर्छन्। प्रश्न यो हो जसलाई तपाईँ दिन-रात हुर्काउनुहुन्छ, जसका लागि आफ्नो पसिना र रगत एक बनाइदिनुहुन्छ। के तपाईँ साँच्चै जान्नुहुन्छ ऊ तपाईको घरमा किन आएको हो? के ऊ तपाईको वारिस हो? के ऊ तपाईको बुढेसकालको सहारा हो? के ऊ तपाईका प्रार्थनाहरूको फल हो? वा के ऊ कुनै धेरै पुरानो, धेरै गहिरो हिसाब मिलाउन आएको हो, जुन हिसाब तपाईले आफ्नै अघिल्लो जन्ममा बनाउनु भएको थियो? आज हामी गरुड पुराणका ती पानाहरू खोल्नेछौँ जसलाई आजसम्म कसैले यति गहिराईमा, यति साँचो रूपमा खोल्ने हिम्मत गरेको थिएन। यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, हरेक शब्द, हरेक क्षण, किनकि अन्त्यमा तपाईले जुन सत्य सुन्नुहुनेछ त्यसले तपाईलाई भित्रैदेखि हल्लाइदिनेछ। तर त्यही झट्कासँगै तपाईले एउटा यस्तो स्वतन्त्रता पनि महसुस गर्नुहुनेछ जसलाई प्राप्त गर्न मानिसहरूले वर्षौं साधना गर्छन्। हाम्रो समाजमा, हाम्रो घर परिवारमा जब छोरो जन्मिन्छ त्यसपछि घरको वातावरण नै बदलिन्छ। म चाहन्छु तपाईँ त्यो क्षणलाई महसुस गर्नुहोस्। त्यो बिहान अस्पतालको कोठा, नर्स बाहिर आउँछिन् र खबर आउँछ छोरो भयो। त्यो खबरसँगै एक बुवाको आँखामा आँसु आउँछ, तर त्यो हारको आँसु होइन, त्यो त जितको आँसु हो। त्यो यस्तो मानिसको आँसु हो जसलाई लागिरहेको हुन्छ कि उसको जीवनभरको मेहनत आज सफल भयो। घरमा खुसियाली छ्याउँछ, मिठाई बाँडिन्छ, छिमेकी आउँछन्, आफन्तहरू आउँछन्, घरका बुढापाखा आउँछन्, र सबैभन्दा पहिले एउटै कुरा भनिन्छ, वंश अगाडि बढ्यो, घरको नाम उज्यालो हुन्छ, बुढेसकालको सहारा आयो। यी 3 वाक्यमा पुरै जीवनको सपना लुकेको हुन्छ, पुरै भविष्य लुकेको हुन्छ, र यहीँबाट सुरु हुन्छ त्यो गल्ती जो पछि गएर पीडा बन्छ। एउटा बुवा आफ्नो नवजात छोरालाई काखमा उठाउँछ। ऊ त्यो सानो अनुहार हेर्छ, ती बन्द आँखा, ती नाङ्गा हातहरू, र त्यो क्षणमा उसको मनभित्र एउटै भावना चलिरहेको हुन्छ, यही मेरो असली सम्पत्ति हो, यही मेरो पहिचान हो, यसैका लागि म बाँच्छु, यसैका लागि म मर्छु। र त्यही रातदेखि त्यो बुवा बदलिन थाल्छ। उसको निन्द्रा बदलिन्छ, उसको भोक बदलिन्छ, उसका सपनाहरू बदलिन्छन्। अब उसका हरेक सपनामा एउटा छोरा हुन्छ, पढेको, सफल, संस्कारी छोरा, जसले उसको नाम उज्यालो बनाउनेछ, जसले बुढेसकालमा उसको साथ दिनेछ, र एक दिन उसको चितामा आगो बालेर उसको आत्मालाई मोक्ष दिलाउनेछ। तर गरुड पुराण भन्छ, यही सोच, यही अन्धो माया, यही पुत्र मोह मानिसको सबैभन्दा ठुलो कमजोरी हो, यही उसको सबैभन्दा ठुलो बन्धन हो, र धेरै जसो अवस्थामा यही उसको सबैभन्दा ठुलो पीडाको कारण पनि बन्छ। अब म तपाईलाई एउटा धेरै गम्भीर प्रश्न सोध्न चाहन्छु। यदि म तपाईलाई भनौँ कि मेरो छोरा, मेरो वारिस, मेरो बुढेसकालको सहारा, यी सबै धेरै मिठो, धेरै सुन्दर, तर धेरै ठुलो भ्रम हो, तपाईँ के गर्नुहुन्छ? के तपाईँ त्यो सत्य सुन्न तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने अर्का केही मिनेट धेरै ध्यान दिएर सुन्नुहोस्, किनकि गरुड पुराणमा एउटा संवाद छ, धेरै गहिरो, धेरै रहस्यमय संवाद।
यो संवाद हो पक्षीराज गरुड र मृत्युका देवता यमराज बीचको। गरुडले प्रश्न गर्छन्, हे यमराज, जब कुनै आत्मा मृत्युपछि तपाईको दरबारमा आउँछ, त्यसलाई फेरि पृथ्वीमा पठाउने निर्णय कसरी हुन्छ? कुन घरमा, कुन रूपमा र किन जन्म दिइन्छ? र यमराजको उत्तर, त्यो उत्तर यति गहिरो छ, यति भारी छ कि सुन्नासाथ सास रोकिए जस्तो हुन्छ। यमराज भन्छन्, हे गरुड, यो ब्रह्माण्डमा केही पनि संयोगले हुँदैन। एउटा बुवा आफ्नो नवजात छोरालाई काखमा उठाउँछ। ऊ त्यो सानो अनुहार हेर्छ, ती बन्द आँखा, ती नाङ्गा हातहरू, र त्यो क्षणमा उसको मनभित्र एउटै भावना चलिरहेको हुन्छ, यही मेरो असली सम्पत्ति हो, यही मेरो पहिचान हो, यसैका लागि म बाँच्छु, यसैका लागि म मर्छु। र त्यही रातदेखि त्यो बुवा बदलिन थाल्छ। उसको निन्द्रा बदलिन्छ, उसको भोक बदलिन्छ, उसका सपनाहरू बदलिन्छन्। अब उसका हरेक सपनामा एउटा छोरा हुन्छ, पढेको, सफल, संस्कारी छोरा, जसले उसको नाम उज्यालो बनाउनेछ, जसले बुढेसकालमा उसको साथ दिनेछ र एक दिन उसको चितामा आगो बालेर उसको आत्मालाई मोक्ष दिलाउनेछ। तर गरुड पुराण भन्छ, यही सोच, यही अन्धो माया, यही पुत्र मोह मानिसको सबैभन्दा ठूलो कमजोरी हो, यही उसको सबैभन्दा ठूलो बन्धन हो, र धेरै जसो अवस्थामा यही उसको सबैभन्दा ठूलो पीडाको कारण पनि बन्छ। अब म तपाईलाई एउटा धेरै गम्भीर प्रश्न सोध्न चाहन्छु। यदि म तपाईलाई भनौँ कि मेरो छोरा, मेरो वारिस, मेरो बुढेसकालको सहारा, यी सबै धेरै मिठो, धेरै सुन्दर तर धेरै ठूलो भ्रम हो, तपाई के गर्नुहुन्छ? के तपाई त्यो सत्य सुन्न तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने अर्का केही मिनेट धेरै ध्यान दिएर सुन्नुहोस्, किनकि गरुड पुराणमा एउटा संवाद छ, धेरै गहिरो, धेरै रहस्यमय संवाद। यो संवाद हो पक्षीराज गरुड र मृत्युका देवता यमराज बीचको। गरुडले प्रश्न गर्छन्, हे यमराज, जब कुनै आत्मा मृत्युपछि तपाईको दरबारमा आउँछ, त्यसलाई फेरि पृथ्वीमा पठाउने निर्णय कसरी हुन्छ? कुन घरमा, कुन रूपमा र किन जन्म दिइन्छ? र यमराजको उत्तर, त्यो उत्तर यति गहिरो छ, यति भारी छ कि सुन्नासाथ सास रोकिए जस्तो हुन्छ। यमराज भन्छन्, हे गरुड, यो ब्रह्माण्डमा केही पनि संयोगले हुँदैन। जब कुनै आत्मा कुनै घरमा जन्मिन्छ, चाहे छोरा बनेर होस्, छोरी बनेर होस् वा अरू कुनै रूप लिएर, त्यो सबै ऋणानुबन्धको कठोर नियमले तय हुन्छ। ऋणानुबन्ध, यो शब्दलाई ध्यान दिएर सुन्नुहोस्। ऋण अर्थात् कर्जा, अनुबन्ध अर्थात् बन्धन, सम्झौता। ऋणानुबन्धको अर्थ हो कर्महरूको त्यो बन्धन जसले आत्माहरूलाई बारम्बार एक अर्कातर्फ तानिरहन्छ, जबसम्म पुरानो हिसाब बराबर हुँदैन। एकछिन सोच्नुहोस्, आज तपाईको घरमा भएको छोरा, सानो होस् वा ठूलो, ऊ तपाईको जीवनमा कुनै न कुनै कारणले आएको छ, र त्यो कारण तपाईको भाकल होइन, तपाईको पूजापाठ होइन। त्यो कारण हो तपाई र त्यो आत्मा बीचको धेरै पुरानो, अधुरो हिसाब, जुन अघिल्लो जन्ममा पूरा हुन सकेको थिएन, र अब यो जन्ममा त्यो हिसाब चुक्ता गर्ने समय आएको छ। यमलोकको दरबारमा जब चित्रगुप्तले कुनै आत्माको लेखा खोल्छन्, त्यसपछि हेरिन्छ उसले अघिल्लो जन्ममा के गर्यो, कसलाई दुःख दियो, कसको अधिकार खोस्यो, कसको साथ अन्याय भयो, र कुन कुन हिसाब अझै अधुरा छन्। त्यही आधारमा निर्णय हुन्छ यो आत्मा अर्को जन्ममा कसको घरमा जन्मिनेछ, कुन रूप लिएर जानेछ र कुन उद्देश्यका लागि जानेछ। शास्त्रहरूमा स्पष्ट लेखिएको छ कि एउटा छोरा मुख्य रूपमा 4 प्रकारले कुनै घरमा जन्म लिन्छ। 4 रूप, 4 कथा, 4 कठोर सत्य। र आज हामी यी चारै सत्यलाई यति गहिराईमा बुझ्नेछौँ कि सायद पहिलो पटक तपाईले आफ्नै छोरालाई नयाँ आँखाले हेर्न थाल्नुहुनेछ। पहिलो रूप, सबैभन्दा भयावह, सबैभन्दा पीडादायक र दुर्भाग्यवश आजको समाजमा सबैभन्दा धेरै देखिने शत्रुपुत्र। यो नाम सुन्नासाथ शरीर नै काम्प्न थाल्छ। शत्रुपुत्र अर्थात् त्यो छोरा जो शत्रुको आत्मा बनेर तपाईकै आफ्नै घरमा, तपाईकी आफ्नै श्रीमतीको कोखबाट जन्मिएको हुन्छ। अब तपाई सोच्दै हुनुहुन्छ होला, यो कसरी सम्भव छ? मेरो आफ्नै रगत, मेरो आफ्नै छोरा
मेरो दुश्मन कसरी हुन सक्छ? तर यही नै जीवनको सबैभन्दा ठूलो विडम्बना हो। तपाईको सबैभन्दा नजिकको दुश्मन त्यो होइन जो बाहिरबाट आउँछ। सबैभन्दा खतरनाक दुश्मन त त्यो हो जसलाई तपाईँ आफै घरमा ल्याउनुहुन्छ, आफ्नै हातले हुर्काउनुहुन्छ, आफ्नै सपना दिएर ठूलो बनाउनुहुन्छ। सायद तपाईले पनि कहिले न कहिले यस्तो कथा सुन्नु भएको होला, समाचारमा, टिभीमा वा आफ्नै चिन्जानमा। एउटा वृद्ध बुवा जसले आफ्नो पूरा जीवन मेहनतमा बितायो। कसैले सरकारी जागिर गर्यो, कसैले सानो पसल चलायो, तर जे गर्यो इमानदारीले गर्यो। हरेक पैसा बचायो, छोरालाई राम्रो विद्यालय पढायो, इन्जिनियर बनायो, धुमधामले विवाह गरिदियो। तर विवाह भएको केही वर्षपछि एक दिन त्यो वृद्ध बुवा उठेर हेर्छ र थाहा पाउँछ उसको आफ्नै छोराले घरको कागज रातारात अरूकै नाममा गरिसकेको छ। घर गयो, सम्पत्ति गयो र अन्त्यमा त्यही छोराले आफ्नै बुवालाई घरबाट निकालिदियो। त्यो बुवाको आँखा खाली भयो। उसको मनमा एउटै प्रश्न थियो, मैले त यसलाई हुर्काएको थिएँ, यसका लागि मैले आफ्नो जीवन खर्चिएको थिएँ, यसले यस्तो किन गर्यो? त्यो बुवा जान्दैन थियो, तर गरुड पुराण जान्थ्यो। गरुड पुराण भन्छ, सायद कुनै अघिल्लो जन्ममा तपाईसँग शक्ति थियो, धन थियो, उच्च पद थियो र त्यही शक्तिको घमण्डमा तपाईले कुनै निर्दोष मानिसमाथि ठूलो अन्याय गर्नुभएको थियो। सायद उसको जमिन खोज्नुभयो, उसको अधिकार मिच्नुभयो, उसलाई यति धेरै पीडा दिनुभयो कि ऊ तडपिँदै मरेको थियो र मर्ने बेलामा उसको हृदयमा एउटै आगो थियो, बदला। उसले कसम खाएको थियो, म एक दिन यसको हिसाब अवश्य चुकाउँछु। र त्यही आत्मा त्यही कसम लिएर यो जन्ममा तपाईकी श्रीमतीको कोखबाट तपाईको छोरा बनेर आएको हो। यमलोकको न्यायले त्यसलाई तपाईको सबैभन्दा नजिक राखिदियो, किनकि दुश्मनले सबैभन्दा ठूलो चोट त्यति बेला दिन सक्छ जब ऊ सबैभन्दा नजिक हुन्छ। जबसम्म उसले तपाईको सम्पत्ति नष्ट गर्दैन, तपाईको घमण्डलाई माटोमा मिलाउँदैन, तपाईको आँखाबाट रगत जस्ता आँसु झार्दैन, उसलाई शान्ति मिल्दैन। र याद राख्नुहोस्, यो कुनै श्राप होइन, यो ब्रह्माण्डको सबैभन्दा कठोर र सबैभन्दा निष्पक्ष न्याय हो। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, यदि शत्रुपुत्र यति भयानक हो भने के अब उसलाई माया गर्न छोडिदिने? के उसलाई दुश्मन सम्झेर व्यवहार गर्ने? होइन, 1000 पटक होइन। किनकि यो सत्य जान्नुको अर्थ भाग्नु होइन, जाग्नु हो। र जाग्नुको अर्थ हो उसले तपाईलाई दिइरहेको पीडा तपाईका आफ्नै कर्महरूको फिर्ता हो भन्ने बुझ्नु। त्यो सजाय होइन, त्यो चुक्ता हो, पुरानो हिसाबको चुक्ता। र जुन क्षण तपाईले यो सत्यलाई मनदेखि स्वीकार गर्न थाल्नुहुन्छ, त्यही क्षणदेखि त्यो बन्धन कमजोर हुन थाल्छ। अब दोस्रो रूप, ऋणपुत्र। यो रूप शत्रुपुत्र जस्तो हिंसात्मक हुँदैन, तर यसको पीडा सायद अझ गहिरो हुन्छ, किनकि यहाँ दुःख दिने कुनै खराब मानिस हुँदैन। यहाँ दुःख दिन्छ नियति, भाग्य र परमात्माको त्यो हिसाब जो कहिल्यै गलत हुँदैन। ऋणपुत्र त्यो छोरा हो जो जन्मिने बित्तिकै वा बाल्यकालमै कुनै गम्भीर रोगको शिकार हुन्छ र त्यसपछि उसका आमा बुबाको सम्पूर्ण जीवन त्यही बच्चाको वरिपरि घुम्न थाल्छ। म तपाईलाई एउटा वास्तविक कथा सुनाउन चाहन्छु। मेरा एक छिनजान्ता व्यक्ति थिए। म यहाँ उहाँहरूको नाम लिने छैन, तर उहाँहरूको कथा लाखौं मानिसहरूको कथा हो। उहाँ एक साधारण सरकारी शिक्षक हुनुहुन्थ्यो, इमानदार, मेहनती। जब उहाँको छोरा 3 वर्षको थियो, त्यो बेला थाहा भयो कि उसलाई एउटा दुर्लभ रोग लागेको छ। त्यसपछि उहाँहरूले सबै प्रयास गर्नुभयो। दिल्ली जानुभयो, मुम्बई जानुभयो, विदेशका डाक्टरहरूसँग अनलाइन सल्लाह लिनुभयो। घर थियो, बेच्नुभयो, जमिन थियो, धितो राख्नुभयो। श्रीमती रातभरि रोइरहनुहुन्थ्यो। उहाँ आफै मन्दिर धाइरहनु भएको थियो। 7 वर्ष, पुरा 7 वर्षसम्म उहाँहरू त्यो बच्चासँग लडिरहनु भयो। तर एक दिन त्यो बच्चा यो संसार छोडेर गयो। त्यसपछि ती आमा बुवाका लागि पुरै संसार रोकियो। आज पनि त्यो बुवा भन्छन्, मैले यस्तो कुन पाप गरेको थिएँ? यसमा गरुड पुराणको उत्तर छ। सायद अघिल्लो कुनै जन्ममा तपाईले वा तपाईको परिवारले त्यो आत्मासँग कुनै आर्थिक अन्याय गरेको थियो। सायद कुनै कर्जा लिएको थियो जो फिर्ता गरिएन, कुनै धन बेइमानी गरेर कब्जा गरिएको थियो। त्यो हिसाब अधुरै थियो र यही जन्ममा
त्यही आत्मा तपाईको आफ्नै सन्तान बनेर आयो र जबसम्म उसले आफ्नो हिस्साको सबै कुरा फिर्ता लिएन, अस्पतालको बिल बनेर, तपाईको निन्द्रा बनेर, तपाईका आँसु बनेर ऊ रोकिरह्यो र जब हिसाब पूरा भयो ऊ फर्कियो। यो कुरा सुन्दा मन ढुङ्गा जस्तै भारी हुन्छ, आँखा भरिन्छ। तर गरुड पुराण एउटा अर्को कुरा पनि भन्छ, यो न्याय क्रूर होइन, यो न्याय निष्पक्ष हो। यो ब्रह्माण्डमा कुनै पनि पीडा बिना कारण आउँदैन र जब मानिसले यो सत्यलाई स्वीकार गर्छ त्यसपछि उसको दुःखभित्रबाट एउटा अजीब शान्ति जन्मिन्छ। त्यो शान्ति जसले भन्छ हिसाब पूरा भयो, अब अगाडि बढ। अहिलेसम्म हामीले दुईवटा गहिरा सत्य सुनेका छौँ। अब एउटा यस्तो सत्य सुन्नुहोस् जसले तपाईको मन न्यानो बनाउनेछ। तेस्रो रूप, सेवक पुत्र। कहिलेकाहीँ कुनै घरमा यस्तो छोरा जन्मिन्छ जसलाई देखेर छिमेकीहरू पनि भन्छन्, यार यी मानिसहरूको भाग्य धेरै राम्रो रहेछ। त्यो छोरा सानैदेखि फरक हुन्छ। जब अरू बच्चाहरू खेल्न जान्छन् ऊ आमाको छेउमा बस्छ। जब बुवा थाकेर घर फर्किन्छन् ऊ पानी लिएर दौडिन्छ। जब हजुरबा हजुरआमा बिरामी पर्छन् ऊ कुनै गुनासो नगरी उहाँहरूको सेवा गर्छ। उसले कहिल्यै भन्दैन म किन गरौँ, उसले कहिल्यै सोच्दैन यसमा मेरो फाइदा के छ। ऊ त बस गर्दै जान्छ। आफू आधा रोटी खान्छ तर आमालाई पूरा दिन्छ। आफू च्यातिएको कपडा लगाउँछ तर बुबाको औषधि कहिल्यै रोकिँदैन। आफ्नो विवाहसम्म रोकिदिन्छ सिर्फ यस कारण कि आमा बाबुको साथमा कोही रहोस्। गरुड पुराण भन्छ यस्तो छोरा, यस्तो आत्मा त्यो महान आत्मा हो जसलाई तपाईले अघिल्लो कुनै जन्ममा धेरै ठूलो र निस्वार्थ उपकार गर्नुभएको थियो। सायद तपाईले उसलाई भोकले मर्नबाट बचाउनु भएको थियो। सायद कुनै भयानक सङ्कटमा पुरै संसारले साथ छोड्दा तपाईँ उसको साथमा उभिनु भएको थियो। त्यो आत्माले त्यो उपकार बिर्सेन। कहीँ कुनै अदृश्य लेखामा तपाईको त्यो पुण्य लेखिएको थियो र यही जन्ममा त्यो आत्मा तपाईको सेवक पुत्र बनेर आयो, तपाईको ऋण चुक्ता गर्न, तपाईलाई सुख दिन, तपाईको बुढेसकालको सबैभन्दा बलियो सहारा बन्न। यदि तपाईको घरमा यस्तो छोरा छ भने हरेक बिहान उठेर आँखा बन्द गर्नुहोस् र परमात्मालाई मनदेखि धन्यवाद दिनुहोस्, किनकि यस कलियुगमा यस्ता आत्माहरू धेरै कम घरमा आउँछन्। यसको अर्थ तपाईको अघिल्लो जन्म धेरै पवित्र थियो, धेरै शुद्ध थियो, त्यसैले तपाईले यो अमूल्य उपहार पाउनुभयो। र अब सबैभन्दा अन्तिम, सबैभन्दा पवित्र, सबैभन्दा दुर्लभ रूप, धर्मपुत्र। लाखौंमा, करोडौंमा सायद कुनै एक घरमा मात्रै यस्तो आत्मा जन्मिन्छ। यो त्यस्तो छोरा हो जो केवल आमा बुवाको मात्र हुँदैन, ऊ त पुरै कुलको हुन्छ, समाजको हुन्छ, मानवताकै हुन्छ। सानैदेखि ऊ अरूभन्दा फरक देखिन्छ। उसको आँखामा एउटा अजीब उज्यालो हुन्छ, उसका शब्दहरूमा गहिराई हुन्छ, उसका कामहरूमा निस्वार्थ भावना हुन्छ र मानिसहरू भन्छन् यो बच्चा केही विशेष छ। ऊ पढ्छ तर केवल जागिरका लागि होइन, ऊ कमाउँछ तर केवल आफ्ना लागि होइन, ऊ बाँच्छ तर केवल आफ्नो सुखका लागि होइन, ऊ अरूको भलाइका लागि काम गर्छ, सत्यको बाटोमा हिँड्छ। जति दुःख आए पनि धर्म छोड्दैन। ऊ भगवानको साँचो भक्ति गर्छ, स्वार्थका लागि होइन, प्रेमका लागि। र मृत्युपछि उसका कर्महरू यति पवित्र हुन्छन् कि उसले आफ्ना आमा बुवाको आत्मालाई समेत तारिदिन्छ, उनीहरूलाई मोक्षको बाटोतर्फ लैजान्छ। गरुड पुराण भन्छ धर्मपुत्र सञ्चित पुण्यको फल हो। यस्तो आत्मा त्यही घरमा जन्मिन्छ जहाँ कसैले धेरै जन्मसम्म धर्म, सेवा र सत्यका लागि जीवन बिताएको हुन्छ। यदि तपाईको घरमा यस्तो आत्मा आएको छ भने त्यो ब्रह्माण्डको सबैभन्दा ठूलो पुरस्कार हो। अब यहाँ एउटा प्रश्न उठ्छ जुन हरेक आमा बुवाको मनमा आउँछ, यदि मेरो छोरा मेरो सम्पत्ति होइन, यदि ऊ मेरो कर्महरूको हिसाब हो भने, यदि ऊ आफ्नै यात्रामा रहेको एक स्वतन्त्र आत्मा हो भने अब मैले के गर्ने? के माया गर्न छोड्ने? के उसलाई मेरो नमान्ने? के उसको चिन्ता नगर्ने? होइन। गरुड पुराण, भगवत गीता, हाम्रा सबै शास्त्रहरू एकै स्वरमा भन्छन् होइन। बरु जब तपाईले यो बुझ्नुहुन्छ कि तपाईको छोरा एक स्वतन्त्र आत्मा हो,
त्यसपछि मात्रै तपाईँ उसलाई अझ गहिरो, अझ पवित्र, अझ साँचो माया गर्न सक्नुहुन्छ। किनकि अब त्यो माया मोहबाट जन्मिँदैन, त्यो माया अपेक्षाबाट जन्मिँदैन, त्यो माया डरबाट जन्मिँदैन, त्यो माया त जन्मिन्छ करुणाबाट, समझदारीबाट र आत्माको साँचो गहिराईबाट। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको थियो, कर्म गर, फलको चिन्ता नगर। यही कुरा आमा बुवामा पनि लागू हुन्छ। आफ्नो छोरालाई हुर्काउनु, उसलाई राम्रो शिक्षा दिनु, सही र गलतको बाटो देखाउनु, यो तपाईको धर्म हो, तपाईको कर्तव्य हो। तर उसबाट यो अपेक्षा गर्नु कि उसले सधैँ तपाईको कुरा मानोस्, सधैँ तपाईको सेवा गरोस्, सधैँ तपाईको इच्छा अनुसार बाँचोस्, यो अपेक्षा तपाईको हो, उसको होइन। र जब त्यो अपेक्षा टुट्छ त्यसपछि पीडा हुन्छ। तर त्यो पीडाको कारण तपाईको छोरा होइन, त्यो पीडाको कारण हो तपाईको आफ्नै अपेक्षा। जुन दिन तपाईले आफ्नो छोरालाई एउटा स्वतन्त्र आत्माको रूपमा देख्न थाल्नुहुन्छ, जो आफ्नो यात्रामा छ र तपाईँ केवल उसलाई यो संसारमा ल्याउने माध्यम मात्र हुनुहुन्छ, त्यही दिन तपाईको आत्माबाट एउटा धेरै ठुलो बोझ हट्न थाल्छ। अब गरुड पुराणको त्यो सत्य जुन सुनेपछि सायद तपाईको रातको निन्द्रा हराउन सक्छ। गरुड पुराण भन्छ, जो बुवा आफ्नो छोराको मोहमा अन्धो हुन्छ, जो आफ्नो छोराका लागि अरूको अधिकार खोज्छ, जो आफ्नो छोरालाई राजा बनाउन बेइमानी गर्छ, भ्रष्टाचार गर्छ, गरिबको मुखको गाँस खोज्छ, त्यस्तो बुवाको मृत्यु भएपछि यमदूतहरूले उसलाई सिधै तप्त मूर्ति नरकमा लैजान्छन्। त्यहाँ उसलाई रातो तातो फलामका खम्बामा बाँधिन्छ। ऊ तडपिन्छ, चिच्याउँछ। तर जसका लागि उसले जीवनभर पाप गर्यो, त्यो छोरा त्यहाँ उसलाई बचाउन आउँदैन, किनकि पाप बाँडिँदैन। पाप त त्यही व्यक्तिको खातामा जान्छ जसले गरेको हुन्छ। र उता त्यही छोरा त्यही बेइमान पैसामा यो संसारमा रमाइरहेको हुन्छ। यो सुनेर केही मानिस भन्छन् होला, यो त धेरै कठोर भयो। तर कठोरता यो होइन, कठोरता त त्यो बेला भएको थियो जब त्यो बुवाले कुनै निर्दोषको आँसु देखेन, जब उसले गरिबको अधिकार खोस्यो। ब्रह्माण्डको न्याय क्रूर हुँदैन, ब्रह्माण्डको न्याय त एकदम सटीक हुन्छ। अब यो सम्पूर्ण भिडियोको सबैभन्दा महत्त्वपूर्ण कुरा, मुक्ति। यो ऋण अनुबन्धको चक्रबाट बाहिर निस्किने बाटो। गरुड पुराण स्पष्ट भन्छ, जो मानिसले यो सत्यलाई बुझ्छ र मनदेखि स्वीकार गर्छ, उसका धेरै कर्महरू त्यही क्षणदेखि काटिन थाल्छन्। यही ज्ञान नै मुक्ति हो। यदि आज तपाईको छोराले तपाईलाई पीडा दिइरहेको छ भने एकछिन रोक्नुहोस्, एक्लै बस्नुहोस्, आँखा बन्द गर्नुहोस् र मनदेखि भन्नुहोस्, हे ईश्वर, हे परमपिता, मेरो अघिल्लो जन्मको जुनसुकै अधुरो हिसाब थियो, जुन ऋण बाँकी थियो, आज यी आँसुहरूबाट, यी पीडाहरूबाट त्यो पूरा भइरहेको छ। म यसलाई स्वीकार गर्छु। म यो बन्धनबाट मुक्त हुन चाहन्छु। र जब तपाईँ यो कुरा साँचो मनले भन्नुहुन्छ, त्यसपछि तपाईँ आफै महसुस गर्नुहुनेछ कि तपाईँ भित्रको एउटा धेरै पुरानो, धेरै भारी पत्थर हट्न थालेको छ। यही हो मुक्ति। यो कुनै जादु होइन, यो धर्मको ढोङ होइन, यो त स्वीकार गर्ने विज्ञान हो। जब तपाईँ दुःखसँग लड्नुको सट्टा त्यसलाई बुझेर स्वीकार गर्नुहुन्छ, त्यो दुःखले तपाईलाई तोड्न सक्दैन, बरु त्यो दुःखले नै तपाईलाई अझ बलियो बनाउँछ। अब म यो भिडियो एउटा धेरै महत्त्वपूर्ण सन्देशसँग समाप्त गर्न चाहन्छु। यो सन्देश ती सबै आमाहरूका लागि हो जो आज कोठाको कुनै कुनामा बसेर चुपचाप रोइरहनु भएको छ। ती सबै बुवाहरूका लागि हो जसले जीवनभर मेहनत गरे तर आज आफ्नै छोराको चिसो व्यवहार सहिरहेका छन्। यो सन्देश ती सबै परिवारहरूका लागि हो जो सोचिरहेका छन्, हामीले त सबै सही गरेका थियौं, फेरि यो पीडा किन आयो? तपाईँ गलत हुनुहुन्न, तपाईँ खराब मानिस पनि हुनुहुन्न,
तपाईँ केवल आफ्नो पुरानो हिसाब चुक्ता गर्दै हुनुहुन्छ र जब त्यो हिसाब पूरा हुन्छ त्यही पीडाभित्रबाट एउटा नयाँ उज्यालो जन्मिन्छ। आफ्नो छोरालाई माया गर्नुहोस्, तर उसलाई आफ्नो जीवनको एक मात्र आधार नबनाउनुहोस्। उसलाई राम्रो संस्कार दिनुहोस्, तर उसको हरेक निर्णय नियन्त्रण गर्ने प्रयास नगर्नुहोस्। उसलाई संसारको हरेक खुसी दिन खोज्नुहोस्, तर त्यसका लागि कहिले कसैको अधिकार नखोज्नुहोस्। किनभने आज तपाईँले अरूसँग जे गर्नुहुन्छ, भोलि त्यही कुरा कुनै न कुनै रूपमा तपाईँ कहाँ फर्केर आउँछ। यही हो कर्म, यही हो सत्य, यही हो गरुड पुराणको त्यो कठोर निर्वस्त्र सत्य। आज हामीले एउटा धेरै लामो यात्रा गर्यौं। हामीले गरुड पुराणका ती पानाहरू छोयौं जसलाई छुन धेरै कम मानिसले हिम्मत गर्छन्। हामीले बुझ्यौं छोरा कुनै सम्पत्ति होइन, ऊ एउटा आत्मा हो जो आफ्नै यात्रामा छ। ऊ शत्रु पुत्र हुन सक्छ, ऋण पुत्र हुन सक्छ, सेवक पुत्र हुन सक्छ, धर्म पुत्र हुन सक्छ, तर ऊ केवल तपाईको होइन, ऊ परमात्माको हो र तपाईँ पनि परमात्माकै हुनुहुन्छ। यदि यो भिडियो हेरेपछि तपाईको मनभित्र एउटा मात्रै विचार जन्मिएको छ भने, एउटा मात्रै पुरानो पीडा हल्का भएको छ भने, एउटा मात्रै बोझ कम भएको छ भने, यो भिडियो सफल भयो। यो भिडियो ती सबै आमा बुवासम्म अवश्य पुर्याइदिनुहोस् जो आज आफ्नै सन्तानले दिएको पीडामा एक्लै बसिरहेका छन्। आज उहाँहरूलाई यही उज्यालोको आवश्यकता छ। र तल कमेन्टमा पूरा विश्वासका साथ लेख्नुहोस्, मेरो साँचो वारिस मेरो ईश्वर हुनुहुन्छ, ताकि तपाईको आत्माको यो आवाज त्यो परम पितासम्म पुग्न सकोस्। राधे राधे च्यानलसँग जोडिरहनुहोस्। आफ्नो कर्मको र आफ्नो आत्माको धेरै ख्याल राख्नुहोस्। परमपिता नारायणले तपाईँ र तपाईको परिवारलाई हरेक झुठो मोहबाट मुक्त राखुन् र तपाईलाई त्यो साँचो शान्ति प्रदान गरून् जुन संसारको कुनै धन दौलतले दिन सक्दैन। जय श्री कृष्ण। राधे राधे।